किन त्यसै डुल्न चढेको होइन। त्यो खोबराको डिलमा चौरी 2054 सालतिर मैले त्यहाँ चौरी ल्याएर पालेको। त्यहाँ गाउँलेहरूलाई त्यहाँ चौरी राखिदिएको छ, अझै पनि छ त्यहाँ चौरी। त्यहाँ होटेलहरू लजहरू छ, त्यो सुरुमा मैले बनाइदिएको हो। यसरी चाहिँ गाउँलेहरूको लागि, मेरो लागि बनाएको होइन, मेरो होटल खोलेको होइन, त्यो गाउँलेहरूको लागि त्यो डाँडोमा मैले काम गरेको छ। अनि मैले धेरै गाउँको लागि, गाउँहरूको सेवाको लागि काम गरेको हो। मैले चाहिँ यहाँ नोकरी खान आएको होइन, नेपालमा जागिर खान आएको होइन। मैले जागिर गर्दै गरिनँ। 33 वर्ष भयो नेपाल आएको, 33 वर्षमा मैले जागिर गर्दै गरिनँ, कुनै व्यापार गरेकै छैन, व्यापार गर्न नि जान्दिनँ, खेतीपाती गरेको पनि छैन, किनभने मेरो खेतबारी केही नि छैन होइन। म वृद्ध मान्छे छु। यसरी काम गरेको हो। अब विभिन्न किसिमको कामहरू गरियो। अब मेरो फाइदाको लागि होइन, जनताको फाइदाको लागि काम गरेको हो। अब यसरी काम गर्दै जाँदाखेरि अहिले अस्ति भदौमा मलाई मन्त्री पनि बनाइदिए, जबरजस्ती मन्त्री बनाइदिए। मन्त्री हुन्न भन्दा पनि मन्त्री बनाइदिए। अब किन भन्दाखेरि तपाईँलाई थाहा छ, भदौमा चाहिँ जेनजी आन्दोलन भयो। जेनजी आन्दोलन भएपछि अब सरकार बन्दाखेरि मलाई पनि मन्त्री बनाइदिए। तर त्यो आन्दोलन हुँदाखेरि म चाहिँ काठमाडौँमा थिइनँ। म त मेरो जीवन कथाको किताब बेच्दै वहाँ पूर्वी नेपालमा थिएँ, ताप्लेजुङ भन्ने जिल्लामा थिएँ। त्यहाँ चाहिँ किताब बेचिरहेको थिएँ। काठमाडौँमा चाहिँ जेनजी आन्दोलन भएछ। अनि के भएछ काठमाडौँमा त। अनि मलाई मन्त्री बनाउन बोलायो। म आउँदैन भन्न धेरै चाहिँ कोसिस गरेँ नआउनको लागि, तर आखिरमा सुखै दिएनन्। मैले पनि सोचेँ कि त्यो भदौको त्यो अवस्थामा नेपालको चाहिँ अवस्था एकदमै अब चिन्तापूर्ण थियो। सबैलाई चाहिँ चिन्ता लागेको थियो। अब नेपालमा के हुन्छ, कसो हुन्छ भनेर सबै त्यो आन्दोलनपछि नेपालीहरूलाई चिन्ता थियो। अब त्यस्तो अवस्थामा, सङ्कटपूर्ण अवस्थामा देशलाई अब मन्त्री भएर केही सहयोग हुन्छ भने ठिकै छ भनेर मन्त्री भएको हो। मन्त्री पनि जम्मा 6 महिनाको लागि भएको, धेरै लामो